चाहिँ यहाँबाट मेला सुरु गऱ्यौँ। यहाँ साथमा हाम्रो बुइनी पनि आएछ। यो दान देखाउँदैछु। यसको ठुलो प्लान भनेको आज पिङ खेल्ने छ। यहाँको बजारहरू एकदम आनन्दको छ, रमाइलो छ। काका पनि कुल्फी बेच्न आउनु भएको छ। यहाँ खरबुजा, घरेसी आन्टीहरू आउनु भने अचारहरू सब भिड एकदम सुरु हुँदैछ यो भर्खर। अब यो चिसाङको मेला हो, एकदम मोरङ जिल्लाभरिको सबैभन्दा ठुलो मेला भन्छन् यसलाई चाहिँ। मोरङको सबैभन्दा ठुलो मेला मान्छौँ हामी चाहिँ, किनकि म पहिलोचोटि आएको हो नि त यहाँ। पोहोर एकचोटि, यो एकचोटि गर्दा सालमा एकचोटि पहिलोचोटि आउँछु जहिले। यहाँ मेलामा सब्जीहरू पनि बेच्न राख्नु भएको छ। यहाँ आन्टी चटपटी बेच्न बस्नु भएको छ। बुढियाहरू यहीँ पोहोर आउँदा परेन पनि छ एकदम। हामी घरि यो दिदीकोमा आएर हामी चाहिँ ट्याक्कै चेरी किन्छौँ। हाम्रो लेटेस्ट भाइरल कान्छा दाजुको चटपटी दोकानमा आयो हामी चाहिँ फाइनली। हामी चिसाङ मेला आएका हौँ। तपाईँलाई कस्तो महसुस भइरहेको छ मेलामा आउँदा? एकदम ल एकदमै हाम्रो यहाँ अब चटपटेहरू अहिले घरि जो पनि आउनुहुन्छ चिसाङ मेलामा आउनेहरूले हाम्रो रमेश दाइकैमा चाहिँ खानु है विशेष। ल हामी एकछिन घुमौँ। ल अहिले आउँछु। ल चक्कु देखाएर बाई बाई गर्दै हुनुहुन्छ। ल ल चिसाङ मेलाको राम्रो चेरी छ। मोमो पसल कृतिको चाट हाउस पनि आएको रहेछ। यहाँ ट्याटु बनाउने ठाउँ पनि छ। यहाँ बेलबारी पान पसल पनि यहीँ छ। आउँदाखेरि चप्पल च्यातियो भने चप्पल सिलाउने यहाँ छ सबैलाई। एकदम सेवा सुरक्षा सुविधाको साथ छ यो। गर्मी भयो भने पङ्खाहरू यहाँ छ। घरमा टाँस्ने फोटोहरू लिँदा हाम्रो भाइको यो भाइ ठाउँमा एकदम डल्ले मेलाको भाइहरू छ। एकदम आनन्दको ठाउँ छ। भाइ गर्दै चटपटी बनाउँदै हुन्छ त्यो दिदी चाहिँ यहाँ उ गर्दै हुनुहुन्छ। छाता ओढेर भए पनि व्यापार भनेको व्यापार हो। यो दिदीकोमा पनि आएर जेरी किनिदिनु होला। यो साह्रै मिठो रसिलो जेरी पाउँछ। मिठाईहरू पनि पाउँछ। आइसक्रिम खानु पर्यो भने हाम्रो दाइ हुनुहुन्छ, साह्रै रमाइलो हुन्छ। हेरेर आँसिरहनु भएको छ है। बबल टीहरू कसैलाई झोलाहरू चाहियो भने झोलाहरू लिनु परेछ भने यहाँ आउनु होला। एकदम सस्तो सुलभ मूल्यमा झोलाहरू बेच्नुहुन्छ हाम्रो दिदीले। यो अनि काली मन्दिरमा गएर यो फुलहरू चढाउनु पर्यो भने यहाँ हाम्रो आमाको कसैलाई आएर हिरो बन्न मन लाग्यो भने चस्मा लाउनु होला। ए हाम्रो के छ मेरो दाजु? ल दाहिने हात हेर्छ सर है। ठिक छ नि। ल केही इलेक्ट्रोनिक्स सामानहरू चाहियो भने चाहिँ यहीँबाट लिनु होला। लाउने बजारमा पनि पान दोकान छेउमा हुन्छ यो दोकान है। यहाँ एकदम मेलाको माहौल बनिरहेको छ। पानीपुरीहरू खानु पर्यो भने यहाँ, डमरू बजाउनु पर्यो भने यहाँ आउनु होला। एकदम आनन्दको छ। चस्माहरू पर्सहरू कसैलाई चाहियो भने यहाँबाट लिनु होला। यो दाइकोबाट होइन, ऊ त्यो दाइ है। एकदम यो मयुरहरू किन्नु पर्यो भने यहाँ हाम्रो बुइनीको साथीहरू भेला हुनु भएको छ यहाँ। एकदम ए ल स्कुल पढ्दाको साथीहरू नमस्ते। नमस्ते नमस्ते। ल यहाँ हाम्रो मेलामा आन्टीहरूसँग भेट भयो, रमाइलो। ल चुराहरू पोतेहरू किन्नु पर्यो भने यहाँ आएर किन्नु होला। यहाँ हाम्रो आन्टीको दोकानमा। यहाँ मेला घुम्न यहाँ सब आउनु भएको छ। भेडाम भेड छ। जे होस् भर्खर स्टार्टिङ हुँदैछ। आइसक्रिम पनि छ यहाँ गर्मीमा खानलाई। एकदम यो यहाँनिर पनि छ। ब्रदर ल यो यहाँ देख यहाँ म जो औँठी किन्न आँट्दैछु टक्क फाइनली युट्युब च्यानल हो। सबैजनाले कहीँ पनि यो मोरङ जिल्लाको मेलामा आउनु हो भने यहीँबाट किन्नु होला। पालाहरू, चुराहरू, मालाहरू, पोतेहरू देखाइदिउँ। मिठाईहरू किन्नु पर्यो भने यहीँ आएर किन्नु होला।
किन्नु म्याक्स खोल्दिन मिल्छ भने एकचोटि म्याक्स खोलिदिउँ है ल एकदम खुसी लाग्यो है त ल एकदम एकदम एउटाकोमा किनेर अर्काको मान्यता एउटाकोमा किन्नु अनि अर्काकोमा भ्लग बनाउनु सामान 100 रुपियाँमा पाउँछ यहाँ चाहिँ है उहाँ हाम्रो ब्रदरले बेच्नुहुन्छ यहाँ सबैजना आएर यहीँ लिनु होला है लिँदाखेरि चाहिँ बाँसुरीहरू किन्नु पर्यो भने यहाँबाट यहाँ चप्पलहरू पनि एकदम सस्तोमा बेच्नुहुन्छ उहाँ दाइले है नक्कली ट्याटु हान्न मन लाग्यो भने यहाँ आएर हान्नु होला एकदम मेला चाहिँ मस्त लागिरहेको सबैजनालाई केटीको लागि केटाकेटीको सब्जीहरू पनि छ यहाँ मेलामा हामी चिसाङको मेला आएका छौँ गर्मीमा कुल्फी बेच्ने यहाँ काका हुनुहुन्छ असिन पसिन हुँदै भए पनि कुल्फी बेचिरहनु भएको छ मेरो लागि कुल्फी यहाँ हाम्रो दिदी औँठी किन्ने कोही नआएर यही औँठी हेर्दै बस्नु भएको छ सबैले आएर यहीँ किनिदिनु होला यहाँ चस्माहरू किन्नु पर्यो भने यहाँ छ हाम्रो ब्रदरकोमा है एकदम मजाले आएर किनिदिनु होला यो काका पनि यहाँ सोफामा बस्नु भएको छ यो बेच्नलाई यो पनि लिइदिनु होला फोटोहरू चाहियो छ घरमा टाँस्न ओर्न भने यहाँबाट लिनु होला त्यहाँको बरपिपल एकदम राम्रो फेमस बरपिपल छ पुरी भयो लास्टमा मै आएको छुइनँ थाहा छ यहाँ भिडियोमा दाजु बहिनी चाहिँ जट्ट मेला घुम्न आएका छौँ हामी चाहिँ तिरपालले यसलाई काका डिस्टर्ब गर्छ मेकअप टिप लिन्छ भन्ने ठुलो तिर्छ यहाँनिर पनि छ भाँडाकुँडाहरू के चाहिने पूजाका सामग्रीहरू लिनुपर्दा जुसहरू यहाँ छ यहाँनिर कसैलाई कुटो कोदालो भन्छरो चाहियो भने यहाँ लिनु होला है तातो फ्रीको पाउडर सबै उडिरहेछ हामी चाहिँ चिसाङ मेलाको यतापट्टिबाट अब हामी रोटेपिङतिर जाँदैछौँ अब हामी झट्ट यहाँनिर यो हेरेर टक्कसँग भिडभाड चाहिँ आनन्द अब साइडको चाहिँ भरे खिच्नु अलिकति अगाडि चाहिँ यसपालि चस्मा मजाले राखेर गर्मी भगाउने गरी चाहिँ केटाकेटीहरूको लागि पनि खेलाउने सामग्रीहरू नेताले बबल्टी खान्छे एकदम फेमस तरिकाले अब हामी फाइनली यो रोटेपिङ भएको ठाउँ आइसकेका छौँ गुडियाहरू कसैलाई त्यस्तो चाहियो भने हाम्रो मन्जु आन्टिकामा जानु होला सोनापुरमा चाहिँ छ है यो अस्ति इटिल्यान्डमा खेलेकै ऊ आएको रहेछ ड्राइगन यहाँको फेमस चिसाङको सबैभन्दा फ्री भनेको यो धुलो हो है धुलोको लागि चाहिँ पैसा लाग्दैन यहाँको सबैभन्दा फ्री भनेको धुलो हो यो हेरेको पनि पैसा लाग्दैन सबै कालो न कालो आयो उल्टो खिचिएछ नि त अब यिनीहरू सामानहरू पनि मेलामा आइपुग्यौँ माथि लगेपछि माथि नरोको तपाईँले फोन गरेर आफ्नो सातो उडाइदियो मलाई डराउँछ मेला ज्यादा मेला कम बजार ज्यादा लागिरहेछ।